Hello guys, good morning, Sovianian, welcome back to my new episode. हामी चाहिँ आज जंगल दाउरा लिन हिँडेको छ हाम्रो जो यता आउँदै छ हाम्रो टोलीहरु गाउँची बबाल देखेछ सो हामी चाहिँ अब दाउरा लिन गएको हेरौं कति ल्याउँछ यता चाहिँ छ आँपको रुख यो चाहिँ 100 वर्ष पुरानो रुख है एकदम ऐतिहासिक यहाँ चाहिँ देउता पनि छ ओ माय गॉड सो हामी चाहिँ जंगल आइपुगेको छ मेरो हातमा चाहिँ देख्न सक्नुहुनेछ हसिया र नाम्लो एक बारी दाउरा काटेर ल्याउने हो हिँड्न चाहिँ सकेको छैन सो त्यही नै हो नुन खा छैन सो त्यही भएर घिउ दुध मही दहीसँग मात्रै हामी चाहिँ ठ्याक्कै अब जंगलमा प्रवेश गरिसकेको छ ल साथीहरु हामी चाहिँ जंगलमा टक्क भेला भएर यसो गफ गर्दै कुरा सुन्दै इसके मिजा कुरा खाली से गजा के प्याज प्राङ सलाक प्रुङ सुलाक प्रुङ सुल माला राटर गएर आन्डे जस्तो इसेको मुर्दाको उले छ ओ होला सिङ थुप्रै दे ठाडो लाइन टानी पर्दिनु होला थुप्रै हैन मामा उडे हैन मामा ओ होला आसे टानिमटा लाइन टानिमटा जम्मुन हागा छेडी चाहिँ सिङ फुसार काममा जम्मुन हो न टाक्दै हैन 10 केजी 10 हो न टाक्दै गुएर खम्बा कुनिटा माछा न हिम्पा होला ला खम्बा सल्यार र छ डेनाम नुई परे फाले लागे छ हिम खा कस्तो छिरे ल गाइस हामी चाहिँ अब लाग्नु पर्ने हुन्छ सोर सुर्तीमाले का राणा बाबु कापेटे सुर्ती चाहिँ ल लफाको कामको चाहिँ काचिनको सफ जाता अब लग्दिस्ता जंगलपट्टि सो हामी चाहिँ यसो एकछिन गफसफ गरेर रेस्ट गरेर लागि अब अति जंगलतिर यता छ टोलीहरु सो गाइस हामी चाहिँ ठ्याक्कैले पुरै हाइटमा आइपुगेको छ यहाँ यसलाई चाहिँ चियनडाँडा भन्छ यहाँ चाहिँ हाम्रो गाउँको तामाङहरूको मान्छेहरू मर्यो भने चाहिँ यहाँनिर ल्याउँछ हाम्रो चाहिँ तल खोलामा लान्छ तामाङहरूको चाहिँ यहाँनिर ल्याउँछ सो त्यही भएर यो ठाउँलाई चाहिँ चियनडाँडा भन्छ बाटो चाहिँ दामी बनाएर छ टक्क हामीले चाहिँ दाउरा यति बनाइसकेको छ डोको लिएर आएको टक्क डोकोमा यता काट्दै हुनुहुन्छ अझै त्यता छैन होला यो जंगलमा चाहिँ पहिला च्याउ खोज्न आएको थियो आमामा पुरै यो जंगलभरि पुरै च्याउ उम्रिन्थ्यो हामी चाहिँ दर पाउँछ यहाँ त च्याउ अनि त्यसलाई के भन्छ अरे यो अनि यो सालको पात त्यो सुकेको पात पत्र भन्छ के भन्छ एक्ज्याक्ट मलाई चाहिँ थाहा छैन सो त्यही नै हो सरी यस्तो नि यो हुने सिजनमा चाहिँ लिन आउँथ्यो बोरा यत्रो बोरा 4-5 वटा सानो बोराको सिलाएर ठुलो बनाउँथ्यो अरूले झन् रमाइलो थियो बोराको बोरा ल्याउँथ्यो अनि आफ्नो जम्मा पार्दै भर्दै राख्दै अनि ओसार्थ्यो कस्तो रमाइलो थियो पुरै गाउँभरिको आउँथ्यो मान्छेहरू टन्नै जता गयो नि बिहानै उठेर आउँथ्यो हामी चाहिँ अनि जो फसायो त्यसले चाहिँ एकदम
टन्नै पाउने क्या नजिक नजिकै अनि अगाडि आउँथ्यो यहाँ नै उठेर रमाइलो थियो जस त्यति बेला चाहिँ त्यो सम्झियो भने चाहिँ अहिले चाहिँ त्यस्तो छैन यो अहिले त वस्तु भाउ नि पाल्न छोडिसक्यो अनि यो सल्लाहको उठाउन आउनु छोडिसक्यो मान्छेहरू त्यही नै अझै त च्याउ पनि खोज्न आउँदैन यो पात उठाउनु नि आउँदैन पहिला चाहिँ हाम्रो चाहिँ अलिक सेसिनो थियो त्यति बेला चाहिँ त्यस्तो रमाइलो नै हुन्थ्यो यस जङ्गल सो हामी चाहिँ दाउरा खोज्दै जङ्गल चार्दै सुकेको दाउरा चाहिँ अलि रहेनछ त्यही भएर हामी खोज्दै चार्दै हिँड्दैछौँ टोलीहरू सबै कोही उता छ कोही यता छ कोही उता तल छ पुरै 26-27 जना छ हाम्रो टोलीहरू चाहिँ यो जङ्गलमा चाहिँ हामी पहिला सानोमा चिया खोज्न आउँथ्यो दह्रो खोज्न आउँथ्यो भने टन्नै हुन्थ्यो गाउँभरिको त्यति बेला त मान्छेहरू सबै गाउँमै हुन्थ्यो अनि चिया खोज्थ्यो यही कुरा लान्थ्यो हामीले चाहिँ कस्तो रमाइलो थियो त्यति बेला त आमा पुरै जङ्गल उताबाट यतासम्म चार्दै पुरै खानेपानीको ट्याङ्की ठ्याक्कै देखिहाल्यो अलिअलि विकास हुँदैछ सो त्यही नै हो सो साथीहरू म चाहिँ अहिले दाउरा खोज्ने क्रममा ठ्याक्कै हाम्रो खानेपानीको ट्याङ्की अगाडि आइपुगेको छ सो देख्न सक्नुहुनेछ हाम्रो खानेपानीको ट्याङ्की हो उता पनि छ योभन्दा अलि सानो अनि उता पनि छ फेरि अर्को जस विकास भइरहेको रहेछ खुसी लाग्यो सो त्यही नै हो गाउँमा ढिलो चाँडो जे भए पनि विकास भएको देख्दा चाहिँ खुसी नै लाग्छ टक्क यता छ बाटो टक्क यस राम्रो बनाएर छ बाटोहरू राम्रै छ ट्याङ्कीहरू पनि हुँदैछ यता छ हाम्रो खानेपानीको पाइप सो त्यही नै हो गाइज आज चाहिँ यसो हाम्रो यो जङ्गल अवलोकन गर्दै दाउरा पनि लिन आएको यसो घुमघाम अवलोकन पनि गर्ने अवसर मिल्यो सो त्यही नै हो खुसी छु म चाहिँ हामी चाहिँ दाउरा चाहिँ किन लिन आएको भन्दा हाम्रो बजे चाहिँ अस्ति नै बित्नु भयो नि सो यसैको लागि दाउरा सबलाई टोलको सबैले गरिदिन्छ हामी चाहिँ अब गाउँघरको मान्छे परियो अनि सबै मिलेर जसको मर्दा पनि सबैजना मिलेर त्यो कति हुन्छ एक भारी घरको एकजना दुईजना सबै मिलेर चाहिँ दाउरा लगिदिन्छ त्यही नै हाम्रो चाहिँ चलन त्यस्तो छ अब नुन खानु नि मिठा छैन हामी चाहिँ नुन बार्नुपर्छ अब कति दिन भयो 2 दिन भयो अब 1 हप्ता जति छ बाँकी टोटल चाहिँ 10 दिनमा हो त्यो सुरुमा बितेको दिनदेखि 10 दिन हो तर त्यो जुन लास्ट जलाएपछिदेखि चाहिँ 7-8 दिन त्यस्तै हुन्छ त्यति नुन बार्नुपर्छ सो त्यही नै हो हामी मान्छेको जीवन के छ र त्यही सासको भरमा त कति बेला के हुन्छ कसलाई थाहा हुन्छ त त्यही भएर बाँचुन्जेल हाँसी रमाइलो जे पनि गर्नुपर्छ मेरो सिद्धान्त चाहिँ त्यही हो म चाहिँ त्यही भन्न चाहन्छु हितैको मायालाई राखी मनैमा न्याउली बनैमा हितैको मायालाई राखी वन जङ्गलमा घाँस दाउरा गर्ने बेलामा यसो यस्तो गीतहरू चाहिँ फेरि वा हुन्छ नि वा गाउनु चाहिँ आउँदैन यसो हल्का रमाइलो गरेको मात्रै सो गाइस मैले चाहिँ यति ठुलो सालको फुरुखै दालेर बोकिरहेको छ
सो हाम्रो चाहिँ अहिले ट्याक्क टावर यति जम्मा भइसक्यो यता छिर्दै हुनुहुन्छ अब भारी पुग्यो लगभग यता चाहिँ छिर्नु बाँकी सो त्यही नै हो आजको दिन चाहिँ एकदम रमाइलो भयो जङ्गल घुमघाम अब एक भारी दाउरा बोक्ने जाने त्यसपछि यो चाहिँ काँचो काँचो छ सुकेको चाहिँ छैन एक हप्तामा सुकिसक्छ यो राम्ररी यता चाहिँ हाम्रो दाइले चिर्दै हुनुहुन्छ अनि यता चाहिँ हाम्रो बुबाले चिर्नु भएको छ अघि मैले बोकेर ल्याएको यो चाहिँ उता हाम्रो ममाले भारी हाल्दैछ हामीलाई सो अब हाम्रो भारी पुग्नु लाग्यो भारी पुगेपछि हामी लाग्नेछ रमाइलो छ जे होस् आजको दिन रमाइलो भयो सो गाइज हाम्रो चाहिँ अब भारी पुगिसक्यो हाल्दैछ यता भारी पनि हाल्दैछ हालिसकेपछि हामी चाहिँ लाग्नु पर्ने हुन्छ सो साथीहरू हामी चाहिँ अब लाग्यो भारी बोकेर एक भारी मेरो भारी चाहिँ यही हो मेरो बुढीको भारी चाहिँ देख्न सक्नुहुनेछ यस्तो छ मेरो चाहिँ टोकोमा टक्को यहाँ छ नि हाम्रो दाइ भारी हाल्दैछ त्यहाँनिर हाम्रो दाइ चाहिँ ढोकोमा अरू सबै यस्तै भारीमा नाम्लो दोरीमा चाहिँ अब लाग्यो सो गाइज म चाहिँ यहाँ भारी बिसाउँदैछु मेरो भारी चाहिँ यहाँनिर छ कहिले नबोकेको बानी धेरै पछि बोकेको गाह्रो चाहिँ गाह्रो हुने रहेछ त्यही नै हो गाउँ चाहिँ फेरि बबाल देखेको छ यहाँबाट ओ माई गड सो अब भारी बोकेर लाग्नु पर्ने हुन्छ टाउको दुखेर ढाँड दुखेर अन्त जिमा बोजू यहाँ हुनुहुन्छ हिजो बोजे ए अन्त जिमा बोजै लगभग 100 वर्ष भइसक्यो हाम्रो टोलीहरू यता छ को मान्छे हो एक भारी ऊ बोकेर आएको देखिने क्या दाउरा चाहिँ ए टन्नै भएछ ए दाउरा चाहिँ अझ आउनै छ आउँदैछ हामी चाहिँ दुईजना गएको थियो एकजना चाहिँ उता घरमा राख्यो एकजना चाहिँ यता ल्यायो सो त्यही नै हो दाउरा चाहिँ टन्नै भएछ रमाइलो भयो सो साथीहरू अहिले चाहिँ म ट्याक्क आगो ताप्दैछु यहाँनिर मेरो बुढी चाहिँ उता खाना बनाउँदै उता छ तरकारी टन्नै छ गोलबेडा लोकल गोलबेडा यो नै हो लोकल गोलबेडा भयो नि तरकारी यति भयो नि नुन बार्नुपर्छ खल्लो लाग्छ मिठै हुँदैन त्यो सिटी गइसकेको छ भातमा चाहिँ अब चाहिँ भात पाकिसकेपछि तरकारी पाकेपछि चाहिँ हामी खानेछ म चाहिँ पाक्दैछ म चाहिँ यहाँ टक्क आगो ताप्दै हामी चाहिँ आज जङ्गल गएको थियो दाउरा लिन रमाइलो भयो यस यात्रा खुसी छ यता ढाँड दुखेको छ टाउको दुखेको छ तैपनि खुसी नै छु आजको दिन त्यस्तै भयो भिडियो नआएको पनि धेरै दिन भइसक्यो अस्ति अब त्यस्तै भइहाल्यो बनाउन पाएन आज चाहिँ जङ्गल जाँदा जाँदै छोटो धेरै लामो त बनाउन सकिनँ अब दाउराहरू सर्नु पऱ्यो पारी हाल्नु पऱ्यो चिर्नु पऱ्यो त्यही भएर अझै चाहिँ बनाएको छ कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला त्यही नै हो भिडियो अझ दामी दामी आउनेवाला छ बिस्तारै बनाउने छ
माया देखाइदिउँ होला। सो आजको भ्लग चाहिँ अन्त्य गर्न चाहन्छु। बाई बाई।